सकातर लक्षै राम्रै हुन्छन् झन् 40 कोटियाहरू नै हेर्नै मन लाउँदैन 20-22 सकातर लक्षै राम्रा हुन्छन् झन् 40 कोटियाहरू ए हो के छ खबर केटो अन्टी लबर केटो अन्टी लबर उसै त अन्टी लबर उसै त अन्टी लबर केटो अन्टी लबर केटो अन्टी लबर सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि सार्वजनिक यातायात वस्तु लगायत सबै क्षेत्रमा महँगी भइरहेको र दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सारोथी मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीवास लगाउनु खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र सङ्घीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्री कृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा दृष्टिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुरासैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अधिसूचना मार्फत संसद सचिवालयले पर्सि जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सदनसँग कार्यगत एकता गरेर अघि बढ्ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको छ।